आफ्नो फोन बेच्दै हुनुहुन्छ, त्यसो भए केही कुरा पक्कै ख्याल गर्नुपर्छ। स्मार्टफोनमा हाम्रो ब्याङ्किङ विवरण, सामाजिक सञ्जालका खाता, इमेल, पासपोर्ट, विभिन्न कागजात तथा संवेदनशील जानकारीहरू सुरक्षित गरिएका हुन्छन्। फोन बेच्नु अघि यी जानकारीहरू सही तरिकाले मेटाइएन भने नयाँ प्रयोगकर्ताले ती विवरणहरूमा एक्सेस पाउँछ र दुरुपयोग पनि गर्न सक्छ। त्यसैले बैंक तथा वित्तीय संस्था र वालेटमा रहेको रकम दुरुपयोग हुने, गोपनीयता भङ्ग हुने, आइडेन्टिटी चोरी हुने तथा साइबर ठगी जस्ता समस्या निम्त्याउन सक्छ। त्यसैले सबैभन्दा पहिले फोनमा रहेका महत्त्वपूर्ण डेटा ब्याकअप गर्नुपर्छ। फोटो, भिडियो, कन्ट्याक्ट्स, मेसेज तथा आवश्यक कागजातहरू सुरक्षित स्थानमा सेभ गरेर राख्नुपर्छ। यसका लागि गुगल ड्राइभ, आइक्लाउड, वन ड्राइभ जस्ता क्लाउड सेवाहरू प्रयोग गर्न सकिन्छ अथवा कम्प्युटर हार्ड ड्राइभमा सारेर पनि सुरक्षित राख्न सकिन्छ। डेटा ब्याकअप गरेर फोनमा रहेका यी सबै एकाउन्टबाट लगआउट गर्नुपर्छ। एन्ड्रोइड प्रयोगकर्ताले आफ्नो गुगल एकाउन्ट र आइफोन प्रयोगकर्ताले एप्पल एकाउन्टबाट साइन आउट गर्नुका साथै फाइन्ड माई डिभाइस फिचर पनि बन्द गर्नुपर्छ। यसबाहेक बैंकिङ एप, डिजिटल वालेट तथा सामाजिक सञ्जालका एकाउन्टबाट पनि लगआउट गर्नुपर्छ। यी सबै प्रक्रिया पुरा गरिसकेपछि फ्याक्ट्री रिसेट गर्नुपर्छ। यसले फोनमा रहेका सबै एकाउन्ट डेटाहरू पूर्ण रूपमा हटाइदिन्छ। यसरी केही मिनेटको सावधानीले तपाईँको गोपनीयता, डिजिटल पहिचान र बैंक खाता सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।